राम्रो फलेको रहेछ। हेलो नमस्ते साथीहरू, यहाँ चाहिँ आलु खाँदैछौँ साथीहरू घर लैजानको लागि। कतिको फलेछ राम्रो चाहिँ फले। किराले पहिलाको चाहिँ अलि तलको डडेल लाग्थ्यो, किराले खाएको थियो। दाना चाहिँ ठुला रहेछ तर राम्रो फलेको छ आलु साथीहरू, देख्न सक्नुहुन्छ। साना साना दाना बाहिर फाल्नु। हेलो साथीहरू, आलु खनेर नि भ्याइयो, आधा डाला जस्तो भयो। एकदमै राम्रो फलेको रहेछ, अलि छिटो खन्ने छ। हरिए थियो बोट, अझ रन्देको भापर अझै राम्रो फल्थ्यो कि भन्ने आश। राम्रो त छ, किराले पनि खाएको छैन। पछि लागेको हो यो चाहिँ, पहिलाको चाहिँ डडेलाले खाथ्यो, हल्का किम्ला पनि लाथ्यो। यो चाहिँ एकदमै राम्रो छ। यसपालिको आलु चाहिँ एकदमै राम्रो छ साथीहरू, गाउँघरमा लगाएको आलु चाहिँ राम्रै फलेको छ।